हेलो साथीहरू, हामी चाहिँ अब आज घर हिँडेको यता मेरो बुढी र हामी चाहिँ हिँडेको बिहानको लगभग 5 बजिसकेको छ। बाइक यहाँ छ अनि राति नै छ, यस्तो अवस्था छ। यहाँ झोली तुम्बी सबै छन्। ल साथीहरू, हामी चाहिँ बाटो लागिसक्यो काठमाडौँबाट। ल साथीहरू, हामी चाहिँ माटो चिन्हमा भोट हाल्नु हिँडेको, यो माटै माटो भइसक्यो। यहाँ खोलामा आइपुगेको छ। अझै पनि हामी त आधी पनि हिँडेको छैन। यता हेर, ओ यता बुढी फेरि यस्तो छ, चिनेनेस् कि क्या हो भने जस्तो देखिन्छ यहाँ। आमा सकिन नि बा, गाह्रो भयो साथीहरू, गाह्रो भयो। यहाँ यो भारी यहाँ पनि छ, यहाँ पनि छ। अनि अब कतिखेर पुग्ने, कतिखेर खाना खाने, भोक लागेको छ छैन? टोपी त खतरा भयो त। यता हेर, हेर न, यात्रा कस्तो भइरहेछ भन्दैन? कस्तो भइरहेछ अरे? ठिक भएको छ, चाप चाप चेप चेप होइन, रमाइलो भइरहेछ। जस हेलमेट पनि खतरा छ फेरि है, यहाँ खतरा भइरहेछ। बाइक अब एकछिन रेस्ट दिएको बाइकलाई, यहाँ बारी सारी मिलाउनु पर्ने हुन्छ। ल साथीहरू, हामी चाहिँ यहाँ माटो चिन्हमा भोट हाल्नलाई गाउँतिर लागे। तपाईँहरू पनि जानुहोस्, भोट चाहिँ हाल्नुपर्छ है, भोट हाल्नुपर्छ माटोलाई झप्प पारेर। कुन पार्टीलाई भोट? माटो माटो चिन्ह होइन। ल साथीहरू, बल्ल बल्ल यो पूजा गर्ने ठाउँमा आयो, ऐना राखेर पूजा गर्ने ठाउँमा। जोस् अब यात्राको क्रममा यहाँ चाहिँ सबैजनाले चाहिँ ऐना राखेर पूजा गर्नुहुन्छ र मैले पनि यो पूजा गर्दैछु। अनि त्यही हो, दसैँमा जस्तै मान्छेहरू धेरै प्याक छ क्या। अहिले चाहिँ घर फर्किरहेको छ भोट लाउनलाई, चुनाव चलिरहेको छ नि त। त्यही भएर अहिले जोस् चलिरहेछ, मान्छेहरू फटाफट गइरहेको छ साथीहरू घरतिर। यहाँ पूजा सकेर चाहिँ हामी पनि अब लाग्नेछौँ घरतिर। हेर्नुहोस् साथीहरू, अब चाहिँ मेरो पालो टिका लाउने। उनले चाहिँ मलाई यहाँ टिका लगाइदिँदैछिन्। हामी चाहिँ अब यहाँ पूजा सुजा गऱ्यो, खाना खाने अब होइन। भोक लागेको छ कि छैन तिमीलाई? भयो भयो ल बस, ल भयो भयो। यहाँ सबैजना पूजाको लागि ऐना राख्नलाई चाहिँ बसिराख्नु भएको छ, पूजा गर्नलाई। गाडी यहाँ प्याक छ। ल आज हामी अब सरासरी हिँड्नुपर्ने, 9:30 भइसकेको छ अनि टाढा पुग्नुपर्ने छ साथीहरू। ल साथीहरू, हामी चाहिँ यहाँ कट्टारी कटेर पनि लगभग 2-3 किलोमिटर जति अगाडि आइसक्यो। अनि यता बुढी अनि फोनमा बोल्दैछु चाहिँ। अनि हामी चाहिँ यहाँ सुन्तला खान लागेको, सुन्तलाहरू लिएर आएको छ। यहाँ पनि छ, सुन्तला खानुपर्ने हुन्छ साथीहरू। यहाँ आँखा त पुरै रातो रातो भइसक्यो हावाले हालेर है। जस यात्रा बल्छ। त्यहाँ छ बाइक त्यहाँ बसिरहेको छ साथीहरू। अनि गाडीहरू चलिरहेको छ। ल माटोलाई भोट हाल्न चाहिँ जाँदैछ साथीहरू, यस्तो बिजोग छ। यहाँ त झन् जुत्ता पनि यस्तो छ। यात्रा कस्तो भयो बुढी? ओहो, ल खत्रै भएछ। ल ल अब सुन्तला खानुपर्ने हुन्छ, त्यो हाच्छिउनीको बारेमा। ल साथीहरू, सुन्तला खानु हुन्छ। सुन्तला नखान्थ्यौँ ल, ठिकै रहेछ, मिठो खासै मिठो नि होइन, नमिठो नि होइन। ल साथीहरू, यहाँ चाहिँ बबाल आराम गरियो। अब चाहिँ गाईघाटतर्फ लाग्नुपर्ने हुन्छ। यता हामीले सुन्तला खाँदैछौँ, आराम भयो नि होइन। अब जाने, बोल्न सक्दैनौ, लाटियो हो ए। ल अब हामी चाहिँ सुन्तला खाइसक्यो। यो पानी खाएर सुन्तला खाएर अब चाहिँ लाग्नुपर्ने हुन्छ। यहाँ रोडमै सुत्नुको मजै छुट्टै छ होइन। अब भुइँमा चाहिँ हो नि त,
श्रम संस्कृति पार्टीलाई चाहिँ भोट हाल्न भनेर अध्यक्ष नै ज्याममा यस्तो भुइँमा बसेर गम गम अनि चिउरा र तरकारी खानुहुन्छ दालमट होइन। अनि हामी त झन् भुइँ मान्छे नि भइहाल्यो। आनन्द भुइँमा सुत्नुको आनन्दै छुट्टै छ। भुइँमा फलेको सुन्तला कस्तो छ? मिठो छ। अब गाईघाट पुग्नलाई कति 40 किलोमिटर जति होला साथीहरू। अब जाने होइन त? लेट्स गो। उठ ल जाऊँ। ल साथीहरू हामी चाहिँ यहाँ बसेर खाजा खाइयो यहाँ। अनि शीतल थियो त्यही भएर यहाँ बुढी चाहिँ भारी हाल्दैछ। यहाँ अर्को पनि भारी छ। अब चाहिँ गाईघाट पुगेर चाहिँ बस्नुपर्ने हुन्छ। मानिस त अब जाने होइन त? जाने हो कि होइन? हो ल अलिक कसेर बनाऊ। पक्रिदिनु पर्छ? ले गाह्रो छ हौ गाह्रो छ। गाडीमा जाउँ भन्दाखेरि नमानेपछि यस्तै हो। हो कि होइन? भयो भएन? ल छिटो अब जानुपर्छ। ल साथीहरू काठमाडौँ चाहिँ जाडो थियो। यहाँ भुक्क लगाएर आएको। यहाँ त गर्मी पो रहेछ। अब जानुपर्ने हुन्छ। यहाँ अन्य कुदिसक्यो गाडी। यहाँ छ जाने होइन? ल साथीहरू लाग्यो।